आम्मा कहाँ ल्याएको भाइ का पर लगेको हो सर एक दिन छुट्टीमा नि है त्यस्तो गरेर पैसा कहाँ राख्छ हौ कहाँ हो दाजु पैसा भन्ने कुरा त त्यस्तै हो नि अब कमाउनु पर्यो गर्नु पर्यो घरमा खुवाउनु पर्यो यस्तै मान्छे लुटी ल्याए भुटी खानुपर्छ जुनै काम भए पनि कामले त ठुलो र सानो भन्दैन नि त पैसाले पनि भन्दैन अन्त 3 hours later. आज दिनभरिको कमाइ चाहिँ हाम्रो चाहिँ यति भएको चाहिँ कति दिनुभएछ सरले सरले त हामीलाई तिमीलाई 1500 त्यसै 1500 मलाई 1500 आज चाहिँ हाम्रो दिनभरि काठ बनेको मिहिनेतको कमाइ चाहिँ यो चाहिँ हाम्रो दिनभरिको ठगार कमाइ होइन हामी चाहिँ घरमा बसे भने पनि दुःख गरेको पैसाको फ्रीमा चाहिँ बस्नेवाला छैन होइन पसिनाको कमाइ चाहिँ आज यो हाम्रो 1500 एक दिनको भनेपछि आज त पार्टी 500 उडाइन्छ उडाइन्छ उडाउँदिनँ म पन्त्रु मार्छ मान्छे कस्तो खातामा हाल्छ नि